नमस्कार। आजको क्लास हुन्छ हामी केबाट स्टार्ट गरौँ भने इफ यु वान्ट टु लभ टु बुक इफ इट विल बिट्रेड यु इट विल मेक यु अ ग्रेट पर्सन। माया यदि गर्नु छ भने नि बुकलाई गर्नु, किताबलाई गर्नु। जुन दिन यसले छोड्छ नि त्यो दिन तपाईलाई ठुलो महान मानिस बनाएर छोड्छ। ल आजको हाम्रो टपिक म के राख्न ट्राई गरेको कोसिस गरेको यहाँ टु फाइन्ड कम्पाउन्ड इन्ट्रेस्ट रेट इफ कम्पाउन्ड इन्ट्रेस्ट फर फर्स्ट इयर CI1 एन्ड कम्पाउन्ड इन्ट्रेस्ट फर 2 इयर्स CI2 इज गिभन। अर्थात् यदि कम्पाउन्ड इन्ट्रेस्ट 1 वर्षको र कम्पाउन्ड इन्ट्रेस्ट 2 वर्षको दिएको छ भने रेट अफ इन्ट्रेस्ट कसरी पत्ता लगाउनु त्यसको बारेमा हामीले आज यहाँ एउटा फर्मुला डिराइभ गर्ने। ओके, यहाँ हेर्नु है, यहाँ हामीले सो गर्ने बेलामा लेट प्रिन्सिपल इज इक्वल टु पी। हामीले सावा भनेर यहाँ के भन्यो, नेपालीमा के भन्छ सावा। सावालाई हामी यहाँ प्रिन्सिपललाई सावा मान्छौँ। यहाँ प्रिन्सिपल सावा भन्यो भने फर्स्ट इयरको लागि रेट अफ इन्ट्रेस्ट कति हुन्छ र रेट अफ इन्ट्रेस्टलाई R% पर एनम मान्ने। रेट अफ इन्ट्रेस्ट के छ हाम्रो R% र प्रिन्सिपल हाम्रो के छ P। अब यसमा छ फर फर्स्ट इयर, हामीले प्रथम वर्षको लागि फर फर्स्ट इयरको लागि हामी हेर्यो भने टाइम T इक्वल टु कति हुन्छ हाम्रो 1 इयर। अब हामीसँग कम्पाउन्ड इन्ट्रेस्टको फर फर्स्ट इयरको फर्मुला के छ P टाइम्स 1 प्लस R/100 टु द पावर T माइनस 1। यहाँ हाम्रो टाइम कति छ, टाइम भनेको 1 इयर हो, फर्स्ट इयरको कम्पाउन्ड इन्ट्रेस्ट हो र CI भनेको हाम्रो फर्स्ट इयर हो। यहाँ हेर्नु है, P 1 प्लस R/100 को पावर 1 माइनस 1 यो हेर्दाखेरि हाम्रो के आउँछ P टाइम्स 1 प्लस R/100 माइनस 1 हाम्रो के आयो PR/100। यानी हाम्रो CI1 हेर्ने हो भने कति आयो त PR/100 1 प्लस 1 माइनस 1 है। अब फर सेकेन्ड इयर हामी हेर्नु है, फर सेकेन्ड इयरको लागि। अब दोस्रो वर्षको लागि फर सेकेन्ड इयर